那说到底，当木头呢，他们积缺的，积缺的，आज म对，积缺的嘛，木头的需要都是 गुरु 你，पञ्च सिगको प्रपोजल 对 मैले 了 दर्ता 呀，आजदेखि दिन चाहन्छु यसलाई 的，那么另一个什么深度呀？तपाईँहरू सबैले यो सञ्जाल मार्फत सुनिरहनु भएको छ होला भन्ने आशा गर्दछु 到底了呀，咋说嘞？呃，这里的积缺的嘛，木头的需要用在了几个点अनि 上是呢？यो यसलाई 安尼马上唐布，कन्टिन्यू दिनुको कारण 这 चाहिँ मुख्य 个 कारण के हो त भन्दाखेरि 唐布切别个嘛，निरन्तरता 安尼 दिनुको 当 कारण 我 चाहिँ 看些几，送去切 केही 个 दिन 嘛，अगाडिमा हो केही दिन अगाडि मैले 印度 निरन्तरता 啥，दिन 这里 सकेन 的看的 प्रवचन 啥 दिन 的。सकेन त्यही कारणले 링거든 गर्दाखेरि अब 나라에 사나 더리 고검지 यसलाई फेरि 도시시 निरन्तरता पुऱ्याउनको 안에 लागि हो 라방고 주바디 바 차바 체샤나 야가면 로서 अनि 바디 विशेष गरी यसलाई अब 어 टुङ्ग्यो भने अति राम्रो देखिन्छ 아니 जस्तो लाग्यो त्यही 야시고 कारणले यसलाई म टुङ्गिनु चाहे 야지 덤지기 하zor라 소다 딘데야 अनि अर्को 그 सालमा 덤지 धम्ची क्या छ 싸네 हो भने अनि त्यो नयाँ 에 प्रवचन सुरुवात गर्नको लागि यो टुङ्गाउनु पर्ने 야 देखियो त्यसैले टुङ्गिनु चाहे यो साल 고도고 अनि 중국의 एउटा 인류 싸네 एउटा अब 담보 차바 체샤나 야가면 अवसर भनौँ न 로서 제 अनि 소신의 नयाँ 기준자는 되네 प्रवचनलाई भित्राउनको लागि पुरानोलाई टुङ्गिनै पर्छ त्यसै 아 कारणले जसरी भयो भने 딘데 यसलाई म 지주디마 अनि यसलाई rinru सकाउने samse kasha tuyaba kashi chuse tindi chayi अनि yore टुङ्ग्याउने da मैले ina अब da जम्मा tindi गरेर राखेँ tindi ta ngo tsu yar shi che zang ye ma bu shira shu mo che अनि आज सुरुवात गर्ने da भन्दाखेरि de म ya त्यति chidang धेरै म di यसको विषय विस्तारमा गर्न जान चाहदिनँ gewe shinye कल्याण cheya मित्र ane हामीले lama cheya कसरी लिनुपर्छ de गुरु कसरी ali लिनुपर्छ ane भन्ने कुरा चाहिँ ka shu re chi chue ji wo ma re da ji de धर्म chue मात्रै che ma नभएर re अब यो wo संसारिक ane कुराहरूमा gi gen de ya देखि wa संसारिक कुरादेखि भने गुरु gi gen कसरी de ya lo gen de ya de हामीले koke लिनुपर्छ chari भन्ने कुरो samse चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ 안 담발 하셔야 제비 나니 나네 अब 디 यो 계획신이 परम 돼야 धर्मदेखि हेर्ने भऱ्यो भने त्यही हो 점심 차려래 गुरु देखाउनु अत्यन्त 미세도 महत्त्वपूर्ण 사 हो 포지티브에 सांसारिक भए 거시야 पनि लोक धर्म भए पनि परलोक 라마타샤시나 धर्म भए पनि अत्यन्त 차려래 गुरु देखाउनु पर्ने गुरु लिनुपर्ने अत्यन्त 제 महत्त्वपूर्ण हो 마음속에 달아서나 다다 महत्त्वपूर्ण हुनु कारण के हो त 디 भन्दाखेरि 미기도지게 로마 8औं कर्ममा 제베 मिकी दोर्जेले अभेद 어 चित्त 티 वायु नामक यो यसको व्याख्या छ 대첨부 임비금세 지 송도와 महत्त्वपूर्ण भएको 제지 कारण 마지 के उहाँले बताउनु भएको छ 고 अनि 가르쳐다 도도로 좀 아쉬비네 오면로 अनि यसको 섬세지 म संक्षिप्तमा यसको अर्थहरू बताउनु 대야 पर्दाखेरि गुरु मुख्य 지장 लिनुको 년대 कारण के हो त भन्दाखेरि 지구의 왕도 세베이나 सामान्यमा यो 아 सर्वका वा 라마 주부 सर्वका 뭐로라 याना भनौँ न 토바딘데 सर्वका यानामा हेर्ने हो भने 베나 अ, 슈리고 गुरु 라마 बिनाको 자저베 गुरु 고마 बिनाको 토베 अब 고나 चेलाहरूले 사기 मोक्ष 최지 प्राप्त 시제 गर्नु पनि रहेका छन् 지 아는 자저베 고마 토바 빈제기 덤기 열바 त्यही कारणले गर्दाखेरि अब 아나 यो 신게 प्रत्येक बुद्धमा 예치다 पनि के हो त 토바 अन्तिम 랑파게 अन्तिम 샤기 चरणमा अब यो 세바 संसारमा 토바 लिने 슈돌이야 उनीहरूले पनि के हो त 라마게 라마 अब 때 먹어 गुरु 베치지 नलिकन अब 저와 ज्ञान 토바 प्राप्त गर्ने यदि 빈제기 छ 왕도 भने 샤기 송교하래 अनि 이네한테 라마 자이네 बस 때 먹어 사야지 인사 말해 깨와 시엔도 라마 때 용어체 फेरि यो 이네 के हो त भन्दाखेरि 시바타마와 यो जीवनमा 시바타 गुरु नलिएको कारण मात्रै 깨와 बताएको छ 티나데 र पहिला 토와 पहिला जुनीमा चाहिँ गुरु 토와다 लिनुपर्छ गुरु 깨와냐 गुरु 다 गुरु 깨와 बिना कुनै 티나데 पनि ज्ञानहरू आफूमा उत्पन्न 라마 हुँदैन 때 먹어 तर 제제 के हो त यो जीवनको अब यो प्रत्येक 가르로지 बुद्ध यानको अब भनौँ न 쉐지베 나오니 यसलाई 쉐지 हामीले प्रत्येक बुद्ध 쉐지 यानी भनौँ न 에네 रङ्ग्याल 가르로지 쉬워서래 अन्तिम अब यो जीवन संसारमा 아니 अब यो 도도지 मानव 아 जुनी हो भने यो बेला 디베 चाहिँ गुरु 니 로 नलिएका 와 पनि 링거든 남도 톱디 यो 딘데야 송도와 परि अब 딘데 인주 산에다 년도에 티부에 와도 मुख्य 쉐베이나 मोक्ष प्राप्त गर्न सकिन्छ 디베 बताएको छ भने 지 अब 라마 वज्रयानमा कुरा गर्ने हो भने अब 에네 त्यो 가르로에 त्यस्तो 그도 कदापि 르부토바 होइन 이네야 아니 로마 르부토바 중하예바 야 나는 त्यसै कारणले 지장 गर्दाखेरि 예체고 चाहे 시바타마와 प्रत्येक 라마 बुद्ध 하셔야 होस् चाहे 되마나 यो सर्वका याना होस् गुरु 타베고 बिना पनि यो 로마 जीवनमा 토바 딘데 हामीले ज्ञान प्राप्त गर्न सकिन्छ पूर्व 이네야다 जीवन 사 ज्ञान 토바 अब गुरुहरू 라마 देखिसकेको कारणले हो भन्यो तर 디미지 장에 토바 वज्रयानमा अलिकति भिन्नता छ है त 안에
다는 신기 라말라마 덴발레야 초도 티모 응으로 अब वज्रयानमा 다 चाहिँ गुरु बिनाको 요 말레 गुरु नदखिकन 슈가게 금생 गुरु 가르셔 नथपिकन 아니 गुरुको सहारा नलिइकन 초게 갑리야 सिद्धि र ज्ञान 초게 मोक्ष कहिले पनि प्राप्त हुँदैन भनेर 티버 बताउनु भएको छ। 고말 때베이나 아니 또버 किन त 가와지 भन्दाखेरि होइन 다는 अब 신기 सर्वको यान र प्रत्येक 지구야 बुद्ध यानामा 티버 हेर्ने हो भने के 고말 हो त 때베이나 बोध ज्ञानहरू निम्न 부두사 तहको र मध्यम तहको रहेको छ भने 가르셔 अब महायानमा 니엘라 인두산에 वज्रयानमा चाहिँ एकदम 에 개발 गम्भीरता र 톱시다 गहनता भएकोले गुरु 다는 बिना कुनै 신기 पनि विकल्प रहँदैन। त्यसैले सर्वोत्कृष्ट र सर्वश्रेष्ठ सिद्धि प्राप्त गर्नुको लागि गुरुको सहारा 개발 लिनै पर्छ 톱 भन्ने 개발 कुरा 톱이 यसरी 되베리 आठौँ कर्प मेघी 이 दोर्जेले 버스나 अभेद 딱한다 चित्त 개발 멤버 중세 개발 वायुमा 멤버 디즈기 वायु नामक 아니 व्याख्यानमा यसरी उहाँले व्याख्यान गर्नुहुन्छ। 냐무술 렌저로 차리어스 त्यसै कारणले गर्दाखेरि हामीले यो यो बुझ्नुपर्ने कुरा एकदम महत्त्वपूर्ण रहेको छ। वज्रयानमा चाहिँ 다는 गुरु 신기 बिना कुनै पनि 라사 ज्ञानहरू हासिल हुँदैन भन्ने 라사기 कुरा चाहिँ 아니 स्पष्टीकरण 시럽 गराउँदछ। 라게기 아니 시자 베니에스와 응원기 관배도 भनौँ न अब के हो त यो अब 비비도와 신기 깨와 प्रत्येक बुद्धले 콘테 प्रत्येक बुद्ध 소리야 यानीहरूले 콘테 चाहिँ 소리 अब गुरु बिना पनि 갑리야 अन्तिम चरणको ज्ञान प्राप्त 응원 गर्नु कारण किन हो त? 톱시다 मैले गुरु बिना पनि ज्ञान प्राप्त 톱시 गर्नु सकिन्छ भने यसको लक्षण के हो त भन्दाखेरि 요한디 अब 야레스 एउटा निम्न तहको प्रज्ञालाई प्राप्त गरेर 니네야 मैले गुरु बिना पनि 초사 ज्ञानहरू हासिल 텔리아 गर्न सकिन्छ नि भने 부두더라 उहाँमा एउटा अहमता 텔리아 भएको कारणले 라사 गर्दाखेरि उही सामान्य 사무샤야 सिद्धि प्राप्त गरेको हो। तर 사무샤야 सर्वोत्कृष्ट 인두산에 실업 सिद्ध चाहिँ प्राप्त 예세와 गर्नु 실업 सिद्धि चाहिँ प्राप्त 초로와지 गर्न 또 सक्दैन भन्ने कुरा चाहिँ स्पष्ट 아니 देखाउँछ। 더 란제 라좀더 붙은 얘기 실업 예세 또 두고 말았어 यसै कारणले 아니 गर्दाखेरि 인두산에 아니 अनि अरहत भनौँ 상가게 न 초기 प्रत्येक 튜닝고리 प्रत्येक 유샤게 बुद्ध 그래 अरहत र सर्वको अरहतहरूले पनि सर्वोत्कृष्ट प्रज्ञालाई चाहिँ अब 이균세라 되네 아니 बुझ्नु सक्दैन। 지사베 그냥베 연대 학베 त्यसै 퀸세베 कारणले गर्दाखेरि 퀸세베 라마치 उम्, 마데베이나 आनी अनि सागे आफूभन्दा पनि सर्वोत्कृष्ट 야 गुरु चाहिँ आफूले देखाउन सकेन भने वज्रयानको कुनै ज्ञान 라버도 हासिल हुँदैन। 내랑 라좀 되주기 다 가르쳐야지 야지 년주 빵 마방사 망고 송도와 년주 빵 말사 अब यो 송도야 यहाँ भनौँ न 망고시 연디 सर्वकार प्रत्येक 다한다야 बुद्धले अब यो 가르쳐 आ, 시제지라 년주 주바 कलेश 저거베 आवरण त्याग गरेको छ कि 어 छैन त भन्ने कुरामा धेरै यसमा 대 बहसहरू पनि रहेका छन्। 뽕모도 비교생 가르쳐나 대 뽕지암 대 주바 베 उम्, 균이 바자를 제바 समरबे यसको भनौँ न सर्वका यान 뽕지 अथवा थेरवादहरूमा 가르쳐야지 얘는 यसको 초소버야 말했어 अ, 디기 초소버 균이 바자를 제바 आवरणलाई समर야 जरैसँगले नष्ट गर्नु 초소버라 नसकेको कारण के हो त 차르지 भन्दाखेरि पुण्य 풍이야 पुण्य सञ्चयको 풍이 सम्पन्न भएको छैन 런지라 नि, 텔레비 त्यो 텔레비 नभएको कारणले गर्दाखेरि 다 सबै 초소버를 कलेश 제바 आवरणहरूलाई हटाउन 텔레비 सक्दैन भने 차리 मुख्य 텔레비 कुरा चाहिँ 차리고 यसमा छुन 초소기 पुगेको छ। 다내 당부버를 지금이나 아니 초소베 초사의 신대 त्यसै 상계 कारणले यो 두고 말했어 아주 यसलाई 초소버야 आदिकर्मी भनौँ न भर्खर बौद्ध धर्म पहिला 아니 पाइला टेक्दै गरेको हो भने अब के हो त 인두산에 बुद्धको ज्ञान हासिल गर्नको लागि 어느 상계 पुण्य 응외로 सम्बर र ज्ञान 차리고 सम्बर 어느 데 सञ्चय गर्नै 라마치 पर्दछ। 사장 유리야 पुण्य 뭐 सञ्चय 다른 कसरी गर्ने, कुन मार्फतबाट आफू जानुपर्छ भन्ने सबै 가르쳐서는 ज्ञानहरू 렌즈를 हासिल 다 भएर 상계 मात्र नै 초소버야지 कलेश आवरणहरूलाई हटाउन 사장 सकिन्छ। 유 표도 중요하지 매베이나 अब 아니 बाहिरी विषय कस्तो हो 초사의 신대 त्याग गर्नुको लागि 사람 루도 भित्री अब ज्ञान 뽕모도 कुन 이 अ, 잔생기 사장 कस्तो 톱시 तवर लिनुपर्दछ भन्ने कुरा 디균세라 चाहिँ एकदम 되네 यसमा 아니 पोख्त हुनुपर्छ। त्यसै कारणले गर्दा यो दुईटा पोख्त भएको कारणले नै 갑리야 अब 상계 응외로 वज्रयानमा गुरु 차리고 नदेखै नहुने हुँदाखेरि 이거는 자베 गुरु लिनैपर्छ। 아니 यसलाई छुटाउने चाहिँ गुरुले 젠제 हो। 라마치 아니 थेरवादमा यस्तो गम्भीरता कुरा 사장 नभएको हुँदाखेरि 에바도 अनि अ, 고라지 땅 गुरु बिना पनि 내가리 차리 सामान्य 와레스 ज्ञानहरू हासिल गरेर 다는 सामान्य 신기 मोक्ष प्राप्त गर्न सकिन्छ। 듀슈기 아니 라말라마 데발야 यसले के 튜닝 जनाउँछ 응고리 भन्दाखेरि 말레 हो 라말라 वज्रयानमा चाहिँ 아니 गुरु 초기 बिनाको 지사냐 कुनै पनि ज्ञानहरू 어 हासिल हुँदैन है भन्ने कुरा चाहिँ यसले दर्शाउँदछ। 아, 드네 뉴스탄다 내가 알아 드네 소스도 와. यसको मुख्य बुँदाहरू बताउनु पर्दाखेरि यही नै रहेको छ। तारा लुङसिन 예매 ठीक गोदल्या यो 드네 आठौँ कर्ममा मिग्यू दर्जेले 드네 이데잖아 अभेद 다 그다 고 चित्त 튜닝아 र 신기 찌르 वायुको वायु नामक 예신에 대한 즉 랑기 व्याख्यानभित्र 자와도 यसरी बताउनु भएको 티버 छ। 주 규퍼진 디베 걸리네 하는데 다나신 चाहे यो 규퍼도지 디베 걸리네 अनि 하는데 랑기 자와
남기 쏘다 붙여야 와르 हेतु 음 हेतु क्रमको प्रज्ञा 되네 पारमिताको बेलामा भए 다 पनि 견데 फल 신이다 अ, 데마지야 아주 वज्र 땡큐 라마 떼바 यानको बेलामा भए पनि गुरु 아니 폐마 लिनै पर्छ 폐마 야 गुरु देखाउनै 다 पर्दछ र 폐연지수 गुरु 마시 제가 नलेकन 용거리 कुनै 인제 पनि 고 ज्ञानहरू 폐마 와체 आफूमा 빼나 등고 उदय 제제 हुँदैन भन्ने कुरा 고 चाहिँ 나라로 बताउँदछ 가지 심신 나오는 자와이 그래 현대계라 딱 그렇죠 뭐 로마 타바 나오는 람다는 라마 타베 진이 총왕이 제제 가다 त्यही कारणले अब यस्तो यो कला चक्रको तन्त्रभित्र पनि यही कुराहरू बताएका छन् 대다지 개화자와 가서지 기 गेजा कि स्वाद दान सिंगी एनर्जी मूल पुण्यहरू लांदरो सञ्चय दुंगो गर्ने त्यसै गरी याले आज लामा भनौँ न थांबो पे आदे हेय चाचा शिव छाते के होची गर्ने सोवा हेय कुन चाहिँ हो होइन अब हेय कुन चाहिँ हो सबै किसी यहाँ त्याग लामा गर्ने लिने देना कुराहरू याने सबै जो ना स्पष्टीकरण किसी यो की काला यहाँ जो निमी चक्र नाम से जो है काला चक्र यो तन्त्रभित्र बताएको हुँदाखेरि जस केही समयको लागि अब सिद्धि प्राप्त गर्नको तेरे लागि साने गुरुको अनुसरणमा जानै पर्दछ किन भन्दाखेरि अकेला ही गुरु आचार्य गुबो बिना कुनै चिंतु पनि सिद्धिहरू यावानी प्राप्त ये ला हुँदैन है ये भनेको यो चिगरेस कालचक्र करे अ, सारा लामे भित्र सोवा भएको यो सोवा अ, की नावाला जुठुल्ठा नावाला भन्छ मायाजालभित्र तन्त्रभित्र बताएको छ चिगरेस 아니 그래서 야보 정보에는 실업이 시기에 가서 이시 기에는 사계 공부탑에 견식을 했어. अब 근데 유사는 아니 भनौँ 지 न यो 라마데나 वज्रयानमा श्री सेवजी राम्रो भयो भने अब 게라 첨부스나 भनौँ न एकै 게 जीवनमा 차도 ज्ञान 알아서 बुद्ध 손도와 बुद्धत्व प्राप्त गर्न 다 सकिन्छ 드링크 भने 수업에 यदि राम्रो भएन 나와디 भने वज्र नभएको 드링크 बाटो 수업에 तताउने हो भन्ने 나와시 कुरा चाहिँ यसले बदम 데레 बुझाउँदछ 그거 제대로 주바 사차디고 이제 종업을 침비기 अनि 라망업 집에 अनि 삽자리야 바지 아디네 आजको मुख्य अब 그거 यो 제대로 주바 다 उम्, 그거 제대로 주바 사들 나서 이야와셔 आजको 비기도 मुख्य विषय बताउनु पर्दाखेरि अब 예위와 상계스다 स, 확가 स- 주바 भनौँ न 다 अब 제가 콜라 제대로 सम्मान 주바 कसरी गर्ने भन्ने विषयको रहेछ 되네 책이 그노 다 버쳐와 류나게 년고의 개방 아개방 라완도 민주과 세제 간다 튼세로 예지 용도도 8 प्रकारको यसको कुरा रहेछ 다 디난 드링크스 바바디 गुरुलाई सम्मान कसरी गर्ने भन्ने कुरा 8 प्रकारको कुरो रहेछ त्यो 8वटा विषय भएको मध्येमा पनि आज उम्, 드링크스 바바디 디차요 가서 당보디 유엔위와 사디브레 अब पहिला यौन पूर्व भने कुनै अब 유엔위와 다 यो 유엔위와 दक्षिणा 시 चढ्ने कुरा 다 आउँदछ यो 동보디 뷰와 퓨아드레와 다 अब 당보텔야 कुनै 나세 दक्षिणाहरू गुरु दक्षिणा चढाउने चाहिँ हो पहिलो कुरामा यो आउँदा 이내다 드링게 람사 पहिला 2टा कुरा आएको छ यसमा 주모와체 단 너나 유엔위와 사디 가레사나 다 यसको 간다 आज 나세 बताउँदैन 이야와시디 पहिला यौन 당보텔야 बुलवा 뷰와 퓨아드레 त्यो भित्र 딘데야로 यौन 라마도 बुलवा 퓨아디 अब भनौँ न दक्षिणा कसरी चढाउने भन्ने कुरा 다 आउँदछ 텔레야 다다 지미기도지기 우승어를 애엄차게 나눠래야 라마라 삼바치도 유거는 인구를 제주 मिग्यू दुर्जेले अब एवं 가서 कुसुमहरू भनिन्छ एवं अर्थात् के हो त त्रिकायको 다 परिचयभित्र बताउनु भएको छ कि 라마레야 인구를 제백거려야 하는다 라마레야다 실지슈 라마레야 반비와 퓨서 말왜 라마레 अब 실지슈 गुरुलाई अब 아주 भनौँ न 개보다 써봐 गुरुलाई 제조래야 아니 अब 개별 सेवा 코드 गर्ने सम्मान गर्ने 제보들 कसरी 로마 गर्ने भन्ने कुरो 가르사는 다 개별 यो 코드 저기 यो 개별로 चाहिँ के हो त 제대로 राजाले 라마지 राजाको 예외다 प्रजाहरूले भनौँ न 제조래야 प्रजाहरूले 바 चाहिँ सम्मान गरेकोसँग 다 सम्मान गरेको जस्तै हो त भन्दा होइन अलिक भिन्नता छ 뷰와 भन्ने 퓨어서 बुझाउँदछ 나타도 गुरुलाई 미체와 सम्मान गर्नु र 첸디 प्रजाहरूले 퓨어서 राजालाई सम्मान गर्नु फरक छ है भनेको छ 첸디자베 잡아야 되বে 지기 첸디기 미유를 장네 अब राजाहरूको प्रजाहरूले भनौँ न आफ्नो देशका प्रजाहरूले राजालाई सम्मान गरेपछि के हो त यो 링고 जीवनको के हो त भौतिक कुराहरूलाई 다딩사다 पाउनको लागि अब 룸보 यो 마샤르 게보도 के हो 요바데 त 게보 सम्मान 매베 गर्ने 지 भन्दछ 뽐보르다 딘젤리아 아는 아주 베레 त्यसै कारणले 시 गर्दाखेरि 줄리아 삼섬지 अब आजभोलि देशमा सबैमा राजा त छैन तर पनि के हो त अब मन्त्रीहरू रहेको छ होइन 게보 अनि राजा 첸디기 मन्त्रीहरू खुसी पार्नको 미유르지 लागि सम्मान गर्ने स्वागत 제제 गर्ने 게가로다 अनेक अनेक 딜레야 याची कुराहरू 베레 गरिन्छन् यो 섭지 सबै के हो त एउटा 거르지 सम्मान चढाउने हो नि त यो 지중로 마두에 버지
젤라르들 제제 제고도 भनौँ न एउटालाई चाप्लोसी भनौँ न चिप्लो घस्न 제비네 के पाउनको लागि के अब 랭가르도 घुमाउनु पर्छ नि त के 야고 घुमाउने भन्दाखेरि अब 가려와 अब 야고도 차리고 स्वागत गर्ने 젤라도 अब 도시 उहाँहरूलाई अब 젤라도 दुई चार शब्द राख्नु 야고 दिने 봐 होइन 우주알도 यदि यस्तो 차도 भएन भने फेरि 샤베기 राजनीतिहरू अगाडि बढ्दैन देशहरू अघि सर्दैन 샤다 त्यही कारण 지금 यो जीवनमा के 좀 भौतिक कुराहरू प्राप्त गर्नको लागि अब 다 यो 공부 सम्मान 신지 गरिन्छ 비네 공부 신지 비네 콜이야 지금 अब 남규네 ठुलो अब 아직 प्रधानमन्त्री नभए तापनि 시행하러 अब 도대 गृहमन्त्रीदेखि लिएर होइन 도도 र तेते भनौँ न वागी अनेकन ने करे सानो सानो मन्त्रीहरूलाई पनि अब हामीले सम्मान 세 गर्छौँ 니기 यो 개변을 अ, 야 토용거 यो चाहिँ के हो त भन्दा बाहिरी 세대는 개변을 다 संसारमा के 거래야 हो त यो 야고 जीवनको भौतिक कुरा र 딜레 인주사 कुराहरू 남규네 콜이 प्राप्तिको लागि यो 아니 सम्मानहरू हामीले गर्छौँ सम्मान चढाउँछौँ 랭갈 토도 सत्कार गर्छौँ यो हो 기지 셔셔저 우리 삼체 다 들리지기 아주 삼로 들리지 ताने रोटी और बा त्यसैले ने आता गर्दाखेरि जे लामा के सिने उम्, यातले या जे निंगुरु अब शुया यो बाहिरी कुरा भयो भित्र के हो त के गुरुलाई सम्मान गर्ने तरिका यस्तो हो त सेम्बे पक्कै पनि होइन दबा थंदो निने निंगुरु शुया गुरुलाई सम्मान गर्नु भनेको यो लामा के सिने त्या किन भन्दाखेरि साबा थंदो गुरु निने यो संसारको भौतिक कुरा चाहँदैन साबा थंदो निवा होइन सना दाबे आ, अनि गुरुलाई बाहिरी भौतिक कुराको आवश्यकता नपरेको हुँदाखेरि बाहिर भौतिकमा हामी लुप्त भएर लिन भएर त्यो चढाउने कुरा पनि होइन त्यसको लागि सम्मान गरे पनि होइन मोक्ष प्राप्त गर्नुको लागि मोक्ष इच्छार्थी इच्छा चाहना प्राप्ति गर्ने चाहना भएकोले यो ज्ञान चाहिँ म जसरी प्राप्त गर्छु भनेर गुरुलाई सम्मान गरेको हो नि त गुरुदेखि त्यो ज्ञान सिक्नु पाऊँ भनेर हो कि होइन त्यो कुरा हो मुख्यतया विचार गर्नेको एउटा धारा नै बेग्लै बेग्लै पर्दछ लामालेया शिवजी शुयासा ता लामालेया निंगुर शुयासा दी कुरान 시제게 अनि 나서 निंगुर गुरुलाई सत्कार मियुदा गर्ने सम्मान गर्ने रहिमबती नाचो सेवोजी भन्ने कुरा चाहिँ कुन ठाउँमा हामीले सम्मान गर्नुपर्दछ के को लागि सम्मान गरिरहेको छ तातेने भौतिक कुराको लागि हो कि आध्यात्मिक कुराको लागि हो आध्यात्मिक मोक्षको लागि हो भने भौतिक कुरा त हुँदै होइन अनि निंगुर निंगुर त्यही कारणले गर्दाखेरि गुरुलाई सम्मान कसरी गर्ने भन्दाखेरि भोटको कल्याण मित्रहरूले अब बताउनु भएको छ तदा दोषोने भोटको विद्वानहरूले अब बताउनु भएको छ अब यो सूत्रको अनुसार बताउने हो भने अब झ्याम्पाकुम्बो अर्थात् मैत्रीयानको अब सूत्र अलङ्कारभित्र के बताएको छ भन्दाखेरि कुर्दिङे बाथादा जिमजोदा जुबेगोने सिने त्यहाँ यसमा आगम यस्तो लेखिएको रहेछ यो तिनीहरू सम्मान गर्ने सत्कार गर्ने गुरुको चाकर गर्ने र साधनादेखि नै गुरु देखाउनु पर्दछ गुरु लिनु पर्दछ है भनेर मैत्रीयानाले सूत्र अलङ्कारभित्र बताउनु भएको छ त्यही कारणले अब तन्त्रमा बताउने हो भने के हो त गुरु पञ्च सिक्कासँग यसरी जोडेर बताउने प्रचलन रहेको छन् सत्कार कसरी गर्ने भनेर अब कर्म ठिनले अर्थात् आठौँ कर्म भएको चेला भनौँ न उहाँलाई पल्खाउँ लोचाउ पनि भन्छ कर्म ठिनले पनि भनिन्छ उहाँले पल्खाउँ लोचाउ भने सामान्यमा अब कर्म सिङ्ता भन्नु उहाँले अब लेख्नु भएको किताबको नाम हो कर्म सिङ्ता कर्म सिङ्ता भित्र यो दुवै कुरा जोडेर लेखेको छ त्यो मिग्यो दुर्जेले पनि अब एवं छ क्या एवं मुद्रा भने अब त्यो भित्र पनि लेखेको छ हो उहाँहरूले चाहिँ प्रायः जसो लोपेन तायाङ जुन पञ्चसिकाभित्र भएको गुरुको लक्षण र सँग जोडेर बताउनु भएको र स्रोत राखेर बताउनु भएको रहेछ अब अनि यो अब सत्कारको मुख्य लक्षण के हो त भन्दाखेरि अनि सूत्र लङ्गरको मुख्य आगमलाई स्रोत राखेर उहाँहरूले यसको व्याख्या गर्नुभएको छ सत्कार सम्मानहरू सबै अनि साधना मार्फतदेखि नै गुरुहरू लिनुपर्छ है गुरुहरूको शरणमा जानु पर्दछ भनेको चाहिँ बताएको छ त्यही कारणले गर्दाखेरि यसको विस्तृत रूपमा बुझ्ने हो भने चाहिँ लोबेन तायाङ भनौँ न होइन लोबेन तायाङलाई चाहिँ अब अश्वघोष भनौँ न हामीले
다데 अश्व घोषाले लेख्नु भएको पञ्चशीका भित्र 닝고라야 चाहिँ 닝구르 मजाले 슈슈 हेर्नुभयो भने 땡겨 गुरुलाई कसरी सम्मान गर्ने भन्ने कुरा चाहिँ स्पष्ट रूपमा बुझिन्छ है भनेर बताउनु भएको छ 다디 나네 다 된진 시에베 나 라마라 녜바 당 꿀디스 녜바 사야데 가르잖아 녜베고는 라마 때바 사야데 अब ñेपा भने के हो त 고데버지 एउटा 시베게 सत्कार भनौँ न होइन 라말레야 뷰아 뷰아데 구르아레 अब अब 라말레야 सत्कार भनेको त गुरुलाई 에다 दक्षिणा चढाउने 뷰아 뷰아데 गुरुलाई कुनै अब 시베게 에다 신도 खाता 뷰아 चढाउने 잘라간 कुनै 라마게 फलफुल 푸셰베 चढाउने जे सं싱기 सामान सामग्री चढाए पनि 녜베고 यसलाई यसलाई 녜베고는 के हो त 라마 때바 सत्कार 사야데 भनिन्छ नि 라말레야 सं싱기베 뷰아 뷰아 디지를 구예베 다 कुर्दी एउटा को बाहिरी लामा टेबा कुराहरू चढाउनेलाई कुर्दी चाहिँ को अब हामीले छेबा सत्कार भनिन्छ कंडिजल को गरसना लामाले या अब खुशब कुर्ती छुया भनेको एउटा रवा सम्मान भएन खुशब छुया ताना सि सम्मान मगु ब मिजे गर्नु तेजे गुरुलाई के हो त तो तो मान गर्नु लामाले खुशब छेदा जिगरबा गुरुलाई अपमान नगर्ने मान गर्नेलाई चाहिँ कुर्ती भन्छौँ ता तेने मुख्य गरी रिम्बु के हो त छ्यादे खरेसा गुरुलाई मान गर्ने जो लामा तेले या शेबजी छुया गुरुलाई मान्ने नमगुगी ता छोया छले या लामा तेले या ता जी खर्जो अब रेम्डु भने के हो त सेवा गर्ने तेने गुरुले सुसु छ्या इना गुरुले भोजन ता ग्रहण तेने गर्ने तरिकाहरूमा साथ सहयोग गर्ने चाहे अब गुरुलाई चिया चढाए पनि भोजन चढाए पनि उहाँको massage तान्द्रियो भनौँ न मलाई अब त त्यसलाई समा मसाज भनौँ दिगी न जिउलाई अब मसाज गर्ने हो कि होइन लामाले सेब्जु भनौँ शुया न गुजु सबै तोमो एउटा तदा गुरु साथि उहाँको नरोले या कपडा धुलाइदिने हो कि यो सबै सेवा ता तेने हो ड्वे गोने चाकरको रूपमा साधे बुझ्दछ है ड्वे चाकरलाई गोने रेम्डो साधे भनिन्छ लामा थिग अब मा ढुबा भनेको मा साधना हो रो साबे कि अनि छ्योते अब अनि गुरुलाई छु छु साधनादेखि के हो त ड्वे अब छु हेन्छन् गुरुले अनि जस्तो लामे बताउनु भयो थुप त्यसले अब छु आफूले छु अभ्यासले अनि गरेर अनि छु साधना गरेर अनि थुप ताने ध्यान गरेर तेजे ता अभ्यास तेजे गरेर छु गुरुलाई छु के हो त ड्वे सम्मान गर्ने हो नि त किनकि गुरुको ठाउँमा पुग्नु पर्यो नि त गुरुको ठाउँमा पुग्नु भनेको बुद्धको ठाउँमा ता पुग्नु ते पर्यो तदा बुद्धको पेला ठाउँमा लामा पुग्नु लागि लामा त अब तेल बुद्ध तबे हुनु या पर्यो नरोले बुद्ध या हुनलाई बुद्धको ज्ञान सिक्नु पर्यो नि त्यो साधनादेखि हुन्छ नि त 닝구베기에 에는 닝구르 텐제 시부테당 에는 라망갑 주바 자만 소쇼르바 다 테나 페나 녜반 로저 샤샤나 녜바 또바사티 त्यही कारणले कर्मसिंहता 푸셰 संसिंगी कर्मसिंहताभित्र 푸셰 बताएको कुरा र अनि 샤샤데 यो सूत्र लङ्गरभित्र 라마레야 भएको आगमलाई चाहिँ एकै ठाउँमा स्रोत राखेर नि यो बताउनु 시야 भएको रहेछ 가르달라 소바다 딘데기베 수소는 저바 가르예비네야 수술 예베이나다 매베이나다 고 퓨아스케 여마로 त्यही 수술은 कारणले गर्दाखेरि 예베이나다 आफूले 라메기 जस्तो छ त्यही गुरुले चढाउनु ड्वेला भनेको सम्मान संसिंगी सत्कार चाकर 또아로 गर्नु हो नि त 샤샤나 다 छ भने 초야베 चढाउने हो अब छैन भने 다대 के 알라망가 चढाउने 주베 होइन 나로라 र 가르송아서는 월 윤구라 एउटा 다네 भित्रैदेखि एउटा 소소 प्रसन्न भएर 부다 중마다 दिल 라솔 खुल्ला भएर 주베 켄차나 론데르와 चढाउने हो 쉐치 괴사 다 되기 에는 예바 떠바디 예바 떠바 뷰아 भनेको चाहिँ त्यसो 뷰아데 गरी भनौँ न 다 땡겨 यो 올레야 पञ्चशीका भित्र पछि 다 आउँछ यो 되네 कुर्दीगी सद् कुर्दी छेदाङ कोते सद्भावना भएको होइन सद्वचन कुर्दी सार तने गुरुसँग भइसकेपछि के हो त 다지 अब 소소기 쥐람고 토네 जे 라마네 भए तापनि सबै 쉐샤 आफूले दान खुशब 쉐야 नभएको कुराहरू 샤디 여러 अब 먹을 भनौँ न एउटा 쉐야 아니 श्रीमतीदेखि लिएर 그거 줘야 आफूसँग के छ प्राणधरि पनि गुरुलाई अब चढाउनु पर्दछ 대야다 है 저라 라망가 अनि 주베 अर्को अन्य 나로레야 कुरो त भन्नै पर्दैन नि भनेर यसरी पनि बताउनु पर्छ 소소기 뒤숨도 매다 맨제 매도 제 때문에 라마 때문에 गुरु 샤브라 지 त्यही 차게 차차고 세제 따는 त्यही कारणले 닝구르 यस्तै कुराहरू 시베 भने यो सत्कार गर्ने कुराहरू के हो त अब भनेको 에라 छ 소바다 यो 다나 신기 पञ्चशीका भित्रै 에네다 머구 비기 सर्वोत्कृष्ट 링지 सम्मान गर्ने 샤브레야 3 समयमा गुरुलाई मण्डल अर्पण गराउने 다 ढोग गर्ने 다지 अ, 최대 신기 शास्ता बुद्धको 링지게 अ, 드마 संज्ञा 고메 미자 राख्ने सधैँ नै सत्कार गर्ने 타나 때나 उहाँको चरणमा गएर सधैँ नै आफ्नो 고미 차베 उहाँहरूको चरणमा अब आफ्नो शिर राख्ने 꾸이 त्यो 찌르 कारणले गर्दाखेरि नै ज्ञानहरू चाहिँ भित्रिन्छ भन्ने कुरा हो 저기 고메아 매비나 안에 지 샤블럼다 안에 라메 슈디엔다 디졸레야 아주 त्यसै कारणले 와베 गर्दाखेरि 지 가주랑 곰뉴 마라와 수알라 소바 다든데기 지 भने 나로레야 구베 제당 स्तूपहरू चाहिँ भत्किए तापनि खतरा भए तापनि होइन अनि 다테네 림주 त्यही कारणले गर्दाखेरि 샤샤야데 उहाँको छायामाहरू पनि हामी टेक्नु हुँदैन 지 भनेको छ 라말레야 उहाँहरूले 구슈 गुरु लाउनु भएको लुगाहरूलाई 구슈 खुट्टाले 쇠야이나 किल्चिने पनि गर्नु हुँदैन 다네지 꾸니 अनि 셔야데 कुनै कुरामा हामीले अब 쇠야야데 लत्याउनु सकिँदैन 다네지 भनेको छ 꾸니 किनभने गुरुलाई हामीले बुद्धको सामु 셔야야데 संज्ञा राखेर हेऱ्यो नि त बुद्ध सामु सम्झ्यो नि त 최당 त्यही कारणले 최고는 지 गर्दाखेरि 섭지 가르 두고 베이네 다 탐절이야 베 अनि 섭지 야고 क्षणिक 차 कालमा किन न 다디 차 दीर्घकालीनमा किन नहोस् 대 알라망가 गुरुलाई 주베 हाम्रो 나로라 सधैँ नै सम्मान 아 सत्कार गरेर नै 로레지 ज्ञानको 가슴 रोशनी 라메 उदाउँछ 때바 भन्ने कुरा हो 리보이는 미니들 쓰기 장세 저 월이야 용거래 다는 신기 에네 추이다 군이라서 차는 건도 저 잘라서 봐
다 근데 지금 뭐 용디가 디수이게네 त्यही कारणले यस्तै कुराहरू बताउनु भएको छ होइन अब महामतीहरू 세단 खुसी 쳔바스 भएको 다 प्रसन्न 두개 भएको 거는 때문에 사대 가라서 प्रसन्न 또 मनदेखि नै 라메가 가르나 गुरुको 소마야 आज्ञालाई 다 आफूले ता나बिने त्यो जुबिया राम्रोसँग सुन्नुपर्छ तागोल पालन 또 गर्नुपर्छ 라메가 마 यदि त्यो गर्नु 튜베서 सकेन 봐 भने पनि के हो त 되게 뒤에는 सकेसम्म 라메 गुरुको शब्दमा चाहिँ 라메 अ, 투버 좀도 परम 아 धर्म हो वचन हो 라마 हामीले 좀도 마셔봐 भावना गर्नुपर्छ भनेको छ एने त्यसै 텔레야 गरी 소수 ध्यान 랑상 सफा 고도 गरिदिने 고도기 권네 मसाज गरिदिने एने यो सबै 감투도 कुराहरू चाहिँ हामीले गुरुको चरणमा गएर गर्नुपर्छ भनेको छ 감투도 명설에 또 जे भए 따지 तापनि सम्मान भनेको चाहिँ के हो त गुरुले जस्तो आज्ञा दिनुभयो त्यसलाई पालना गर्नुपर्दछ एकदम प्रसन्न भएर गुरुको कुरा हामीले सुन्नु पर्दछ अनि मात्र गुरुको ज्ञानहरू 드레이지다는 디 आफूभित्र वर्षिन्छ नि आफूभित्र प्रवेश हुन्छ त्यसैले 가셔야 गर्दाखेरि 쳐봐 숨게 나눠야 잡든 주베 쳐봐 진 가라야 돼 류나 쳐봐 타만 선생이 쳐봐 사지 해야 봐 근데 인주산은 다 त्यही कारणले 초보야 गर्दाखेरि साधनमा तिन कुराहरू 주베 आएको छ नि त होइन 주베 쳐봐 पहिला के हो त एकदम 딱 날죠 라면도 सर्वोत्कृष्ट 좀 साधनादेखि 아니 सत्कार गर्ने हो 가셔지 दोस्रोमा मध्यमा के हो त 자리인데 कायाको चित्तदेखि गर्ने हो 다티 अन्तिममा के हो त 처음에 이미 अनि 교대 가라서 सामग्री चढाएर 라마베게 सम्मान गर्ने हो भनेर बताउनु 주베 भएको छ 쳐봐 이거는 마도지기 아니 선생이 쳐봐 이거 말해서 가라서는 다 라마 त्यही 생기 कारणले 쳐봐 गर्दाखेरि 이나 भनेको छ कि 아니 गुरुको 디 ज्ञान हासिल गर्नुको लागि बाहिर 소수기 भौतिक 근데 सामग्री चढाएर ज्ञान प्राप्त चाहिँ हुनु 라메 चाहिँ कठिनाइ हुन्छ 방송자가 है त 치유된 मुख्य 치유된 आफूभित्र भएको 냠방이나 शरीर 되게 वचन 라마 चित्तलाई 투투다 고마 सबै 디디 얘기를 마다베 डल्लै 아니 उहाँले 류와 चढाएर 망상이야 मात्रै 섬세게 라마 आफूभित्र 팅게 ज्ञानको 따고 라마 팅게 धिगोहरू 니엔더지 ज्ञानहरू उम्रिन्छ है भनेर बताउनु 줄리아 भएको छ 남된게 디디 이나니 야코 지 묘와 망스 퓨시아나 라마 त्यसै कारणले 팅게 गर्दाखेरि 모르고 फेरि अब 이나 라마 팅이 되면 지나 अब कुनै अब चेला 따고 भनौँ न 지 सम्पत्तिमा 마도게게 पैसामा बाहिर भौतिक कुरामा 지지게 एकदम मन गएको छ भने 벤투 अनि 명설랑이야 कुनै मान्छे के हो त फेरि 되게 अनि ध्यान ध्यान धर्म 되게 सुन्नुको लागि धन 되게 बाहिरी भौतिक 되게 सम्पत्ति चढेर धन 라마게 चढाएर अब 가르쳐 거래 ज्ञान हासिल गर्ने हुँदछ तर 다들 त्यो एकदम 까마싱가는 धेरै 송도하는 समय 송도 लाग्ने हुँदछ यो ताइने कर्म 드레디 सिंह द पर्खाल 니게도 लोजर यस्तो 기둥 भित्र 갸세 बताएको छ यो चाहिँ 나올래야 एउटा 야 अल्पकालीन 라마 ज्ञान लिने 팅게 तरिका हो अल्प 송도하는 तरिका हो 게 निम्न 라마 तहको ज्ञान लिने 팅게 तरिका हो है बाहिरी 짱게 भौतिक कुरा चढाएर 되게 त्यसरी अब 송도하는 भौतिक कुरा चढाएर 주베 ज्ञान 쳐봐 आफूमा हासिल 근데 स्पष्ट हुन सक्दैन 주베 쳐봐 विशेष गरी 서비스 말해 आफ्नो ज्यान यो 이거야 안에 다 प्राणै 라마게 चढाएर 소 है 라마데 톡 भित्री मनदेखि 디투데 साधना गरेर नै अनि गुरु सम्मान 팅게세 नित भयो आफूले सत्कार गर्न सक्यो भने 디투 쳐봐 ज्ञान 라마 बुद्धको 퓨시아 ज्ञान 소 बुद्धता 자 हुने स्रोत त्यही नै हो 그러나 भनेर 라마게 यसरी 주베 पर्खाउन 쳐봐 लसले बताउनु भएको छ 이거이나 소소 따다다 베 가르쳐지 त्यसै कारणले 이나고 गर्दाखेरि 디투지 베 अब गुरु फेरि अब भौतिक कुरामा अब 대마도 수비 मात्रै अब 주보라야 मन पराउने भने त्यो बेग्लै कुरा हो 아지 होइन 디지 नत्र भने 예베 마버지 एकदम 예베 디저 सत्य 상마 गुरु 그 भनेको के हो त 가르쳐 भौतिक कुरा नभएर 베 भित्र आध्यात्मिक 가르 कुराहरू जाने 셔버 हुन्छ 셔버 त्यही 티니 कारण चेलाले पनि 디저 라면야 साधना 셔버 मार्फत 셔버 आफ्नो गुरुलाई सम्मान 라마 गर्नुपर्दछ 뒤지게 भनेको 주반냠네 체네 대오르스 त्यही 다 कारणले 라말 데 르나가 쳬베 통이에 봤어 말은 다지 라면야 अनि यो जीवनलाई के हो त साधना मार्फत नै चाहे 라마 뒤기 아니 차례 गुफातिर 가라서 एकदम 아니 차례 एकान्त 슈퍼 ठाउँतिर 슈퍼 아니 जङ्गलमा 람사 पहाड मुनि बसेर ध्यान गर्नु भनेको नै 저랑 참 गुरुलाई 대로지 सम्मान गर्नु हो 내가 गुरुलाई 그래 सम्मान गर्नु भनेको 아니 स्वयं आफू 람사베 गुरु बन्नु हो नि त 참된 제제 아니 다 라메게 아니 가 가르나고 있는 대바 주고레스 त्यसै कारणले गर्दाखेरि 누가 저 अनि 마다 당하 참 대디 가 주반냠네 제되기 근데 가 다디 अनि 가르쳐 गुरुले अब जस्तो 쉐냠네 आज्ञा दियो त्यही 제디 गर्नुपर्दछ 쉐기 내가 차례 주롱 민도 제지 대대나 아니 지금 말했어 아니 त्यही कारणले 디 गर्दाखेरि 대대비나 주반냠네 대야 아니 지 가르래 अनि अब मेरो गुरु अब केही समय लागि ध्यानमा बसेछ अब होइन त्यही कारणले अब 이카도 अ, 되나 다 간다 람사 अनि अब 람사 म अलिकति 팅게세 नभ्याउने भयो होइन बरु म अलिकति केही 라메게 समयको लागि अब नभएको कारणले म अब गुरुले दिनुभयो आज्ञा 디 पालना गर्नको लागि म घर बनाउँछु यताउता 해야지 केही 다 ध्यानको 팅게 मन्दिर 팅게 बनाउँछु भने 팅게 말고 त्यस्तो 다 पछि 삼삼 लाग्यो भने चाहिँ 라메게 अब गुरुको आज्ञा 와 पुरा पनि हुँदैन 주고지 र 근데 त्यसले अब 중국에 잘라면 सहीमा सही 주고요 प्रतिशत ज्ञान अब हासिल हुन्छ भने 다시 केही 저항은 용도 ग्यारेन्टी पनि 아 छैन भन्ने कुरा 아니 पनि हुन्छ 소소리야 전당 예바치 저바 예바치 근데 예비나 남사도 유해제 와 어디 उम्, 유야라서 단도나 가르쳐 조디 त्यसो कारणले गर्दाखेरि जे भए त मुख्य कुरा 라마게 चाहिँ 통이에 버리지 गुरु 디조 खुसी हुनु 자라가 प्रसन्न हुनुको 뭐야 लागि मुख्य चाहिँ के हो त 참선도 주베 쳐봐 인세세야 nga 주번 냠네 체디 अनि के 그티까지 두대랑네
ngade shibjigita chuchen yam shib chedi gi yes che ba ya zibu che de अनि de गुरुले कुनै an de कुनै बेलामा आज्ञाको लगाउँछ नि होइन काम लगाउँछ नि त्यो बेलामा re so म अलि भ्याउँदिनँ गुरु म ध्यान गर्ने समय हो यो ta सामान de la किन्नु ya नि ne भ्याउँदिनँ ga हजुरको भने यसरी कहिले पनि भन्नु हुँदैन भनेको छ uh त्यही कारणले गर्दाखेरि ta यसमा de अलिकति केही gi मैले एकदम tada जड कुरा केही बुँदाहरू देखेँ एकदम chabe इम्पोर्टेन्ट कुराहरू यसमा dodi जस्तै gen na ma sung sha ba de da कुम्भ ta झ्याम्बा la ma ngab ju ba cha chi मैत्री ta यानाले de अब shi यो ba shi te ge ba de wall ma यो yu re यो te भनौँ न ling सूत्र अलङ्कार ling shu bi na de shi अश्वघोषकले ta बताउनु na भएको shi यो kha sa पञ्चशिख thong विधा भएको कुरा shi ba na shi अनि dong bu ge be ge सामान्य बताउनु यही कुरा ge हो we sing in de be kap gi अनि sem gu se अस्ति ge गण्ड ge बियोको so shu ba अनि गण्ड बियोको सूत्रमा ta मैले de के ya बताएको थियो shirang dong bu ge be ge अस्ति to मैले pa यो na मैले lo le ya कुराहरू ge we sing अघि in de be सारिसकेँ ge sem अब गण्ड बियो सूत्रभित्र चाहिँ अब ji sung कल्याण मित्र कसरी ya देखाउने ge गुरु na lo कसरी pa ji लिने ni भन्ने shu कुरा ji चाहिँ अब ya ge na lo pa ji ni shu ji do अब sa te de एक्कैचोट changa chi nyong ro shi min do we sam sam ro sto अलिकता फरक रहेछ de de da अब dong bu ge be ge do na lo la ya ge we sing in de be ge sem एउटामा ge चाहिँ ji sung एक्कैचोट ta लेखेको छ de भने ya yong zha चिन ma zu phe le ya र yin xia de भोटकोमा अलिक फरक gu छ du gu du ga de kan de la bi चिनमा de चाहिँ 20वटा यसको a लेखेको छ de भने sung de भोटमा ya चाहिँ ge अब sem यसमा ge ge 21वटा ge कुराहरू do लेखेको रहेछ यसमा love du ya an da da dong bu ge be ge do de long cha na be ge le ya an ge we sing in de be ge अब मनलाई कसरी sem gu सम्हाल्ने भन्ने कुरा चाहिँ यो गण्डबीय सूत्रमा बुद्धले बताउनु भएको रहेछ so so ya ma le 9वटा चित्तभित्र भन्ने बताएको छैन tene labdu di ane अब chi सेम gadam badi सुङ्गे थप्गो labdu भनिन्छ jebe shung si अर्थात् मनलाई labdu di संयम ane राख्ने 9 प्रकारको उपाय भनेको कुराहरू छ dagi za chen bu na che ne tele ya zhen dui na ba yin ju अब sa लब्धु भनेको चाहिँ अब tele समुच्चय ge we शिक्षा sing भनिन्छ de be sem gu अनि so यो शान्ति देवले ta बताउनु भएको cha हो ru chung ai sam tele ru chen so मनलाई ma do स्थापना गर्ने do 9 ma प्रकारको na 9 lo le ya नौ ta चित्त dong bu भनिन्छ ge be ge sem ni zhe ji song do अब सूत्रमा त ta के ta हो ya त ta da यो गण्डबीय सूत्रमा त labdu ge do 21वटा कुरा be राखेको ge छ ta sem gu ti gi ge we sing le ya ni अब gu यो ta लप्तु chidam भनेको चाहिँ अब समुच्चय so be kap gi ta समूह ge we भनौँ न sing लप्तु te be kap समुच्चय gi ta शिक्षाभित्र चाहिँ samba tham 9 ji ge ge प्रकारको ta du कुरा du ge राखेको shi छ ji zong ge be song de ge we sing te be kap gi चङ्गबले ta सबै de कुरा जीवभित्र चाहिँ guru na se एकमुष्ट गरेको रहेछ भनेर अब चङ्गबले ta ya बताउनु na भएको रहेछ kar jo ji na sam lo tong dang ne ga chang lo विचार shi गर्ने nam du du मनलाई ge खुल्ला पार्ने chen मनलाई dang ge आनन्द tele पार्ने ya lab सबै du कुरो ge यो be भित्र रहेछ ge है we भनेर sing चङ्गबोरले यसको विषयमा samba go sem do व्याख्यान पनि गर्नुभएको che छ shu bi na केही टिप्पणी दिनुभएको छ go ru shu bi na यसको के अब परिचय दिनु पर्दाखेरि ta नम्बर te 1मा yang ta पहिलो tene di 9 ge प्रकारको shin भए ye de be मध्येमा ge पहिला के sama रहेछ भने tong गुरु dang ge कसरी देखाउने भन्दाखेरि phun zang ba dong bi sem sa de ma phun zang ba de bi phun zang ba de bi sem reng ni la me wang de dong पहिला चाहिँ के हो त reng ni rang ge wang अनि de ma da na che आफ्नो so su ge एकदम विद्वान छोरा जस्तो चित्त अरे पहिला la चाहिँ me gi ane cha le ya be la me khawa tang na ba khawa tang dang ru chi ma do be अनि so su khawa दोस्रो tang चाहिँ के हो dang त ge गुरुले be जस्तो sem ba कुरा बतायो la me chi bu त्यही khawa आफूले tang dang पालना गर्ने khawa एकदम tang dang ru स्थिरताले chi चाहिँ be jo वज्र जस्तो oda चित्त de be भनिन्छ che che so su chi bu अहिले de चाहिँ ane पुत्र विद्वान जस्तै lama चित्त tu gi दोस्रो चाहिँ chibu de kawa sha ya na ma स्थिरता lama chi वज्र bu de जस्तै चित्र lama चित्त chi bu भनेको ane छ so su gi wan se de lama cha le अनि ya यो ni दोस्रो ba de तेस्रो नम्बर के हो त phun गुरुले zang ba de जस्तो sem आज्ञा phun दिलायो zang ba त्यो sa de आज्ञालाई so आफूले su थेक्नु सक्ने phun zang ba भूमि de त ge ge भूमि ane जग्गा phame ka जस्तै khar ni चित्त ju भनेर ba बताउनु भएको छ phame ka khar na ba ne de du gu re ten ra bu chi gi sam tong dang chi gu re so ni ba de ta de ne ni ba de zawa di su ge mi त्यही shi कारणले ge यसलाई we चाहिँ sing do बुझ ge झाङ्गो we भनौँ न sing एकदम भनौँ न ane lama da बाबुआमाले भनेको छोराछोरीले माले भने ओ मेरो छोराछोरी राम्रो छ भन्छन् हो त्यसले त्यस्तै किसिमको हो एकदम nian shi ge विद्यमान sem ane बुद्धिमानी se chi ge be एकदम lama che ba अ, yin ya de be ge भाग्यमानी जस्तै चित्तको so ji ge चित्त भनौँ do न du ya me ba यो पहिलो रहेछ du la गुरुले me ge जस्तो अब आज्ञा दियो ne त्यही ba chi भित्र अब gu जाने so चाहिँ त्यो रहेको छ du gi be do त्यही ba कारणले de बुझ be झाङ्गो sem तपाईँको so सेम भनिन्छ अ, do ji de bi sem पुत्र ta do ji de विद्वान bi जस्तो चित्त sem भनेको so ji ko पहिलो दोस्रोमा के हो त ane la me cha we आफ्नो ko अब do इष्टमित्र जो जस्तो किन sa da bi नहोस् त sem अभी त भएको ta sa da bi स्थिरता sem sa de de do के हो त sa एउटा ma ngam sa अनि shi वज्र जस्तो चित्त कहिले पनि sa अब shi di ga le ya फरक नहुने ane नबदलाउने अडिग रहने gu su chi sa यो le दोस्रो sa le तेस्रो चाहिँ के हो त sa ye भन्दाखेरि ming nam ra chi lo gu su la chi ya kan da सातवश्यम भूमि जस्तो ming चित्त di san di gi ting le ya gu so गुरुले ba na जस्तो ye de आज्ञा sa दियो mi ya त्यसको ba भारहरू gu आफूले su लिन gu सक्ने su na बोक्नु sa सक्ने de थेक्नु so सक्ने ene sa ya भएकोले यसलाई di सातवश्यम भूमि जस्तो चित्त cha ba भनेर tu ba बताएको me छ ba yin ju sa de na shi che che ne la me gi cha we gi tang ge
ginkur kande भूमिले jebe उचाल्न नसक्ने कुनै पनि chosu कुराहरू छैन कि tabdo सबै उचाल्न सक्छ sem कि gore so अनि गुरुले जस्तो आज्ञा दिए पनि होइन जस्तै सुकै अब जिम्मेवारी दिए पनि त्यसलाई लिन सक्ने क्षमता ngati भएको dunge चित्त के हो khurwa त thamje gi साता khuryo पुष्यम अर्थात् khuryo go चित्त rite bi भूमि sem जस्तो चित्त तेस्रो नम्बर रहेछ ta lame gomba drubya le अब ya चौथो नम्बरमा के छ lame भन्दाखेरि ge dunge khande ji दुःख chungbi ne कष्ट khande khande जस्तो ji सुकै ta उत्पन्न भए तापनि ta khadro ji कुनै प्रत्ययले कारणले हल्लाउन नसक्ने khare के हो त sam sam अ, le ji sem ya ta खुरीको रित पुष्यम sem परिसरमा go भएको sen ta do पहाड जस्तो चित्त अरे sem de भनौँ न yo man de जीवनकालमा जस्तो ji सुकै ge विघ्न बाधा khuryo go rite bi sem अब बाढी काल आए तापनि भनौँ न aro बाढी आए तापनि भेलले बगाए तापनि के हो त कसैले बाहिरी नराम्रो कुराले हल्लाउन नसक्ने एकदम अडिग रहने एउटा हिमाल एउटा पर्वत जस्तो एउटा ngage namje पहाड gi जस्तो chebe ne chi khuryo आफ्नो da परिसरमा chage छेउमा भएको त्यस्तो chage चित्त ru भनेको छ kara chage ru sana chage ru khora khuryo do kor de orba o dine ru chi le ya kwai mata ta ga de त्यसै कारणले गर्दाखेरि zum le अब she यो gi sama sama de वज्रयान कुनै कुनै बेला भनौँ न एउटा ta dong gi cha यो le khare अ, ta dong me ge kare ta dong फलामको me ge बारले ta घेरिएको dong छ me ge zo ro men ro बाहिर आगो छ sem भित्री anda chi पट्टि चाहिँ अब yo यो mi फलामको yo बारले me घेरेको कारणले गर्दाखेरि sem ठुलो ji ठुलो go ro समुद्रको पानी चाहिँ बाहिर ta नपुगेको de हो na ba de यसरी ele भएको छ khen de वज्रयान nyam कुरा zo गरे wa जस्तै ma हो de yi mi भने se मतलब चाहिँ अब druba chen de gi sems पहाड जस्तो चित्त हुनुपर्दछ भनेर ta ध्यान nyam khande गर्दाखेरि che go chung अब bi पाँचौँ नम्बरमा के हो cheba त ma che भन्दाखेरि ya ane kar jo ji उम्, जस्तो नराम्रो कुराहरू ta आफूले che ya ji त्यो भित्र ta फसे lame तापनि ya के हो de त se त्यो भित्र o आफू mo de mi je ba tin de mhi ba अनि an le ga ye do khande che bi ne de samol le ya cha le khande ji ye bi ne de drup thu ya ro ta de ge ta yo bu de bi sem ji go भनौँ न ता देने अब ngage de भनौँ न chewe ngage da me जस्तो taba सुकै tong ta परिस्थिति lam भने da जस्तो ma सुकै कामलाई पनि के हो त chadar wa de sems छानबिन न ta नहन्टाइकन khiji के हो त tang त्यसलाई अब wa आफूले लिन सक्ने ngage अर्थात् nam के je हो त pa यो de so so यसलाई चाहिँ कस्तो के chewe ngage tham je pa झेन्पा तपस्यान yen भनिन्छ sa sim che ne परि ji lega उम्, ji नोकर जस्तो ji चित्त ji dang yen de ji bi ne ta भनौँ न ko सबै कुराहरू चाहिँ लिनु सक्ने क्या आफूले cho ji जस्तो काम पनि आफूले गुरुको लिनु सक्ने थ्याक्नु wa सक्नेलाई khiji अनि ta de ya che परिचारक be ta भनौँ न एउटा Quran nam ji khiji ta de सेवक ye जस्तो ba ne चित्त भनेको ane del ji khiji ta ba छैटौँ ta नम्बरमा ta चाहिँ che tri yo maro घमण्ड र che ma to ta che mi अहमतालाई ji जरादेखि त्याग che गरेको go ji लामा ri लामा ri भन्दा पनि आफू gyala तल्लो yinde chenpo अ, yin chenpi na लामालाई ta शिरमा dine ri राखेर khiji आफू ta तल्लो wa ta na अ, ta nga rin je ge स्थानलाई sem samsa अ, nam ji samra ji hungu yo ग्रहण ma गर्ने a ta te zhu mayin ba अनि छातर ta तपस्याम भनिन्छ so so yin chewe nga ge tam छातर je pa तपस्याम भन्नाले के हो त re भन्दाखेरि khiji tang ge अनि kuli gyaga kuli na ji तल्लो kuli तहको sem निम्न तहको dine ठाउँ sem tang ओगट्ने चित्त भनेको त्यही कारणले गुरु भनेको चाहिँ सधैँ नै माथि हो आफू चाहिँ मुनि बस्छ अनि मात्रै ज्ञान आफू माथि पर्सिन्छ ta त्यही dine कारणले la अनि me के हो त chawa shin zu sha de अ, gu gu nam zho shin कागदर de भन्नाले gu एकछिन के हो त अब tikwa sa ya फोहोर de मैला पनि na भनिन्छ je अर्थात् de na lo तल्लो tikwa तल्लो sa तहको ya चित्त da भनेको shingda kholo la so ta de गुरुभन्दा कहिले पनि मै Yāngā ठुलो pāsū सम्झिनु gōryā गुरुभन्दा मुनि नै gō बस्नुपर्छ ज्ञान khol प्राप्त dō भएको o tīsū हुने sū हुँदाखेरि yā यसलाई चाहिँ निम्न tēnā तह tā khāndā निम्न pāsū सर चित्त chāvā kōr भनेको chū yā gā tā khol tīndē khol yī ngā shīn chē chē tī nā lō lē yā chī lā mē kī gōmbā dhū yā lē yā tā chī lē gā अब सातौँ नम्बर के हो त भन्दाखेरि chā kā wē kī chāvā kāndī chī chē bī nē गुरुले जस्तो सुकै tīsū एकदम sēm bī chē tīk thūng kī nē chī कठिनै gō rē गाह्रो काम किन नहोस् त्यसको सबै tā भारहरू nā त्यसको shīng bī tā गरुङ्गोहरू lā mē आफूले nē shī shē yā tā प्रसन्नसँग shī अब chē bī खुसी shē साथ bī बोक्न सक्ने के हो त अब ठेक्वा तपस्याम भनिन्छ chī tīsū अर्थात् lē yā chā उचाल्नु lō yā सक्ने gu jī tīsū lē जस्तै yā tā उचाल्नु सक्ने gu जस्तै jī khā चित्त भनिन्छ gu यान jī khā जस्तै tīsū चित्त chē bī nē yā अब आठौँ नम्बर के छ o भन्दाखेरि mi se ke sa yo ma so oda कुकुर जस्तो dine चित्त अरे yo de bi sem गुरुले जस्तो सुकै गाली गलौज किन नगरोस् dine la me cha अर्थात् chi zu रिसालु jo shin wo ji मुख किन yo chu देखाउँछ de होइन bi जस्तो sem सुकै रिसालु ta मुहार chu de देखाए bi तापनि के हो त अनि कुकुर जस्तो एकदम ta ge chu ge ne ji वफादार ge भएको so चित्त chu हुनुपर्छ go अरे le ya ko ji ka le kha so sa ke yo mar wa a dine shin che che la me ge cha wa la ya ta pa chun ru la so ba kan de che go chung ba yin an de so la भनौँ me न yo wa chu de bi अनि sem ji go res गुरुका che ne कहिले che कहीँ na टाढो ta la me ju पाल्नु ma ta हुँदाखेरि ta होइन विभिन्न कुराहरू हुँदछ che कहिले bo ji नमिल्ने ge हुन्छ o गुरुले गाली गलौज गर्न सक्छ o de yang ko ne ya जतोसुकै अवस्थामा पनि के हो त अब अनि हामीले अब so सम्मान गर्नुपर्छ भन्ने कुरा हो chamo tang tang se lan da अनि ba अन्तिममा चाहिँ के रहेछ o भन्दाखेरि de अब de se lan da ba द्रुत अवश्यम karo गुरु जस्तो गुरुले जस्तो काम दिए तापनि जस्तो ठाउँमा बसे तापनि के हो त आफ्नो मन चाहिँ के हो त chu अनि chu ge ta अप्रसन्न एकदम रिसालो नभइकन के हो त ana सधैँ do do एकनासे do हुने जस्तो sam के हो do त ta re ta अ, de
दूतवचन 다 니 अर्थात् 양권 जहाज 내려도 जस्तो चित्त, 거 नाउँ जस्तो 거 चित्त भनेको यो नौ प्रकारको चित्त रहेको छ। 지수 빼도 자는 시행 주세 않고 저 교환 농부를 잡으러 저는 도와 अनि 다른 कुनै कुनै बेला यसको 심지에 उदाहरणसँग अब 다네 टाँसेको हुँदाखेरि एकदम अब 디디디 राम्रो 디디지래 마도지다 अनि 마보시다지 रहेको 디디디 हुँदाखेरि 거 यसलाई 디린 नौ 거 प्रकारको चित्तहरूको 제 विषयमा बिताएँ। अनि आज यो 다네 सुरुवात मात्रै हो। अनि आजको लागि यति नै होला सायद। 다 쉬어하러 지리야 다다 अनि एउटा केही 가상되지 सूचना बताउनु पर्दाखेरि 다 나베기 개거 केही दिन अगाडि 샬로 에지아 도와이가 बुद्धिस्ट 저기 भनौँ न एउटा 바르마 अब 조다 यो 바르마 पूर्व दिशातिर भएको 미 बर्मा, 메길 विशेष 고다 गरी बर्मा हो। 시부시부 시부시부 계속 बर्मा 다 되게 미 धेरै अब के हो त अब यो 시부시부 अर्थक्वेक भनौँ न, 시부시부 भूकम्प आयो, 안 다는 신기 मान्छे धेरै त्यहाँ मृत्यु भयो। त्यस्तै गरी 계속 강바 दुःखलाग्दो 마보라게 घटना बर्मामा भयो। 에드데 अनि 고소 अनि 섬진데서 बस्ने घरहरू धेरै ध्वस्त भयो। 마보라게 전부 देवी 튀고 प्रकोपले 다는 अ, 신다 안다 미규 भनौँ न अब 미규 घर 디세 बसोबास सबै विहीन 상고로 भयो। 되는데 또 이게 전부 포도 धेरै मान्छेको 라랑주 अ, 다가지 भनौँ न 실로알레야 धेरै 세계가 मान्छेहरूको अब 데레다 바르마데가 घर विहीन 가르쳐지 भयो। 데레도와 가르쳐야 지야 저블링기 상고에 대해서야 드라알레야 다가지 고양보시다 매대지 사진 인사 아는 아주에게 딱 त्यही कारणले 다가지 गर्दाखेरि अब 가르쳐야 가르쳐야 차산 가서 सबैमा 시에토야 가라가고 있으래 근데 인주사는 अनि 파데디 अब 깡기 बर्मामा चाहिँ अब 시부시부 सबै जानु 다 अलिकति अब गाह्रो भनिरहेछ, सबै जानु नसक्दो रहेछ। त्यही कारणले 심지어 गर्दाखेरि समाचार सञ्जालमा देख्छौँ एकदम समस्या भएको, धेरै मान्छे मरेर 데레 निधन भएको 지구들이 कुरा हामी 사실 त्यहाँ 라스메 अब सुन्छौँ। 내기 삼르스도 가라에서나 अनि 바르마디고 사람께서 대화를 나들은 타일랜드 방콕으로 지나 अब 바르마 사람께서 때네 봐 अब 킬로미터 동작 지스래도 와 동작 지스 바로도 쳐야 되면 되지 त्यही कारणले गर्दाखेरि अब यो मुख्य अब अ, थाइल्यान्ड केन्द्र ब्याङ्कक बनाएको छ कि बर्मामा चाहिँ। टोकियो त्यसै गरी अब भित्र थाइल्यान्ड चाहिँ अब कलाकार त्यो भित्र अब थाइल्यान्डमा पनि धेरै अब ध्वस्त मजबुत भएछ पक्राउ भूकम्पले चाहिँ गर्दाखेरि। फेरि मुख्य केन्द्रबिन्दु अब बर्मामा भइदिएपछि अब 1000 किलोमिटर दूर सिवर अनि सिस्टम चेन्ज भयो यो अन्त उम्, जिन्दु जान थाइल्यान्ड भएको रहेछ। जुएन जिको अनि सुसु कति नयाँ नयाँ घर सानो भवनहरू ध्वस्त भयो, भत्कियो। त सिधा मान्छेहरू पुरानो धेरै निधन भयो। आजु धेरै अब पेसिलिया जुएन देशको जिना धनहरू समस्या ध्वस्त भएको छ। पेरिस जी अत्यन्त दुःखको जुसु घडी हो यो। मोटो मनाम क्या त्यसै कुरा कारणले छ गर्दाखेरि जी अनि यो बेलामा हामीले हाँसेर खेलेर होइन, उहाँहरूको लागि होइन, युए थुम्बा अनि त्यसो सेरो मृतक प्राणीले प्रार्थना गरिदिने, पासम ताबे आत्माको लागि अन्त चिर आजु शान्ति गरिदिने। त अनि मेजर पबति जुएन जी मेगरिङ यो त ट्राला अनि त जति पनि उहाँहरू अब अहिले नागवा कोही बिमारी भन्नुभएको छ, अनि कहिले अब माबर त धेरै रोगी समस्त हुनुभएको छ, थाइल्यान्ड यतिखेर सिस्टम गरिने उहाँहरूको लागि अनि माबर जति त सक्दो साथ मेजर सहयोग गर्ने। तर छाडियो त्यसै गरी अब 세상에서 अब 멋지게 버릴 수 있어. थाइल्यान्ड कुरा गऱ्यौँ भने त्यस्तै एउटा 야, 또 지, बुद्धिस्ट कन्ट्री हो, एउटा 나를 देश हो। 포도지랑 야, अनि 지 된다 말아 지금 아주 지 अनि मनमा 저항 धेरै नजिक 포도도 भएको कारणले गर्दाखेरि अब 인도사는 디즈니셔도 उम्, 또 अ, 가르쳐. धेरै अब बौद्ध मार्गहरू त्यहाँ भएको हुँदाखेरि अ, 아주 서기는 이 जति पनि अब 지리를 줘야지. दिवंगत भएको प्राणीहरूलाई प्रार्थनाको अत्यन्त आवश्यक छ। 티모 토네. 또 지기야. अनि एक दिन हामी समय मिलाएर 야면 अनि 로서 सामान्य सबै गुम्बाहरू मिलेर अनि 주디에 अ, 남산도 बत्ती 슈닝민도 मार्मे मलम होइन, बत्ती प्रार्थना भनौँ न, प्रदीप प्रार्थना गर्ने अनि एउटा समय बनाएर प्रार्थना गर्ने, उहाँहरूको लागि परिणमन गर्ने एउटा जमर्को राखेको छु। अनि आजको लागि यति नै। उहाँ मलमहरू प्रार्थना अवश्य गरिदिनु होला उहाँको लागि। भवतु सर्वमङ्गलम। धन्यवाद।